वेलकम टु न्यू ब्लग। आज हामी पोखराबाट भिमा जाँदैछौँ। दिनेश नेपाली क्यान्सर पीडित हुनुहुन्छ। उहाँको आर्थिक सहयोगको लागि हामी जाँदैछौँ। के आर्थिक रकम सङ्कलन गरेर हामी जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला। बाइकबाट हामी यात्रा गरेर जाँदैछौँ। हामी पोखराबाट 1 घन्टाको यात्रामा हामी आइपुगिसकेका छौँ। क्यान्सर पीडितको घरमा केही रकम हामीले सङ्कलन गरेर जोडेर लिएर आएका छौँ। अब भने हामी भित्र छिर्छौँ। भित्र छिरेपछि सबै परिवारलाई जम्मा गरेर केही सङ्कलन भएको रकम हामी हस्तान्तरण गर्नेछौँ र त्यसपछि हाम्रो टिम त्यहाँबाट फर्किनेछौँ। र हामीले अहिले उहाँलाई क्यान्सर पीडितलाई देखिरहनु भएको छ। नमस्कार 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 दिनेश सर, नमस्कार दिनेशजी, नमस्कार। ल, तपाईँको शीघ्र स्वास्थ्यको कामना गर्दै हामी केही रकम लिएर यहाँ उपस्थित भइसकेका छौँ। उहाँ हुनुहुन्छ क्यान्सर पीडित दिनेश नेपाली लाई हामी सहयोग गर्न उपाध्यक्ष श्री बेनीराज बेनीराजलाई हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद छ हाम्रो राजकुमार सरलाई, हाम्रो टिमलाई धेरै धेरै धन्यवाद। हाम्रो टिमले धेरै धेरै सङ्कलन गरेको रकम हाम्रो क्यान्सर पीडितलाई उपचारको निमित्त केही रकम आफ्नो गाँसबाट काटेर सहयोग र स्वास्थ्य लाभको कामना सहित यहाँहरूले यो जुन पैसा दिनुभएको छ अवश्य नै उहाँलाई निकै सहयोग हुनेछ। हाम्रो सहयोगी हातहरूलाई अब भने मलाई हस्तान्तरण गर्न अनुरोध गरिसकेपछि म प्रदान गर्न चाहन्छु। उहाँ क्यान्सर पीडित हाम्रो दिनेश नेपालीजीलाई यो पैसा रकम सङ्कलन भएको रकम हामीले प्रदान गरिसकेको छ। अब भने हामी यहाँबाट बिदा चाहन्छौँ। नमस्ते, बाई बाई, सी यू नेक्स्ट ब्लग।